नयाँ सर्ट भ्लगमा चाहिँ तपाईहरुलाई धेरै धेरै स्वागतम छ। अनि आज चाहिँ म यता हैन हाइड्रोबाट किन निस्केको भन्दाखेरि अनि सर्ट भ्लग बनाउन र अनि राम सरले चाहिँ आज जाउँ त भाइ टिकटक बनाउनु पर्छ भनेर चाहिँ त्यही भएर चाहिँ यता भनौं न यता कठाचौरतिर जान लागेको हो। अनि राम सर चाहिँ अहिले रिसेन्टली तलतिर जानु भएको छ, तल भन्नाले पसलतिर जानु भएको छ। बाइकको सामान हो कि के बिग्रेर तलतिर जानु भएको छ। अनि सँगै त्यसपछि चाहिँ आएर हामी भनौं न यता कठाचौरतिर जान्छौं। अनि आजको मेरो यो मिनी भ्लग चाहिँ तपाईहरुको माझमा उपस्थित गर्न पाउँदाखेरि धेरै धेरै खुसी पनि छु। अनि तपाईहरुले चाहिँ लाइक कमेन्ट शेयर पनि गरिदिनु होला। अनि कस्तो हुन्छ हैन भ्लग यदि नराम्रो भएमा यस्तो छ त्यस्तो छ भनेर चाहिँ एकचोटी भनौं न धारणा राखिदिनु होला है। ल यति भन्दै अहिलेलाई चाहिँ यही भिडियो इन्ड गरौँ। सर चाहिँ रिसेन्टली आइसक्नु भएको छ। अनि अब हामी कठाचौरतिर लाग्छौँ है। अनि आज यो मेरो मिनी भ्लग चाहिँ अपलोड हुन्छ। आज राम सर कस्तो देखिरहेछ भनेर हैन कमेन्ट डाउन पनि गर्नु होला चिन्नेहरूले। अब नचिन्नेहरूले पनि कमेन्ट गर्दाखेरि केही फरक पर्दैन। उहाँ धेरै ह्याम्सी नै हुनुहुन्छ हैन। एकदम एकदम। ल अहिलेलाई चाहिँ यहाँ इन्ड गरौँ न। हामी दुईजना चाहिँ ठ्याक्कै माथि कुथेलीमा उक्लिसकेपछि रमाउँदै घुम्दै कठाचौरतिर लाग्यौँ। अनि त्यहाँको भ्यूहरू पनि यस्तो हेर्दै अनि गफसफ गर्दै के हो कसो हो सँगैको वातावरणमा रमाउँदै हामी कठाचौरतिर नि लाग्यौँ। अनि यो अहिलेको चाहिँ हाम्रो रिसेन्टली भनौँ न सर्ट भिडियोको हल्का क्लिपहरू मैले राखेको छु। अनि हामी दुईजना प्रकृतिको वातावरणमा रम्दै हराउँदै आफ्नै समयमा गन्तव्यतिर नि लाग्यौँ एकचोटि। तर कुथेलीको यो कठाचौर चाहिँ आउनै पर्ने रहेछ है। रिसेन्टली यता कठाचौर माथिपट्टिको स्कुलमा आइसकेको छौँ। अनि यहाँबाट चाहिँ खतरा भ्यू म तपाईहरुलाई देखाउँछु भनिरहेको थिएँ नि। ल हेर्नु होला हैन यहाँबाट भ्यू चाहिँ बवाल आउँछ हैन। ल मैले चाहिँ तपाईहरुलाई भ्यू देखाउनलाई आतुर भइरहेको छु। मैले नि त्यस्तो मजाले देखाएको छैन हैन। क्यामेरामै बैल देखाउँ मजासँगले। ल कठाचौरको स्कुल माथि आइपुगेको छौँ। म एक्लै यता तलतिर चाहिँ ल स्कुलको मतलब भनौँ न कस्तो छ स्थिति भनेर चाहिँ बुझ्न आएको थिएँ। यहाँ टोयलेटहरू पनि अलि मजाले भनौँ न निर्माण चाहिँ गरिसकेको छ। तर सफा चाहिँ गरेको रहेन रहेछ। त्यो चाहिँ नदेखाइदिउँ होला होइन टोयलेट सैलेटहरू चाहिँ। अनि तर भ्यू चाहिँ एकदमै बवालै छ होइन। अनि त्यहाँ हामीले बाइक चाहिँ उतातिर राखिदिउँ के भन्छ अरे बाटो साटो बन्दै थियो। अनि अब पछाडिको चाहिँ भ्यू भनेको अब देखाइदिनु नै। अनि अगाडिको पनि देखाउँ। मस्त बादल लागिरहेछ। माथिबाट ठ्याक्कै कालिम्चोक पर्छ कुरी भन्ने ठाउँ। अब ठ्याक्कै देखाइदिउँ न। कठाचौर त्यहाँ पुगिसकेपछि चाहिँ त्यहाँ विकास निर्माणको काम पनि भइरहेको थियो। अनि त्यहाँका भनौँ न दाइहरूसँग पनि कुराकानी गरियो। विकास चाहिँ भनौँ न अहिलेको नयाँ नेताहरूले नि सायद विकास गरेका हुन् कि भन्यौँ। तर होइन बजेट चाहिँ पहिले नै आइसकेको रहेछ। अनि त्यस ठाउँमा चाहिँ हाम्रा दाइहरूले चाहिँ समय मिलाएर घुम्नु पनि पर्छ भन्नुभयो र हामी नेक्स्ट डेस्टिनेसनतिर पनि लाग्यौँ छौँ। यो चाहिँ ठिकै छ भनौँ न यहाँको स्थिति जस्तो लाग्यो। कालिका माध्यमिक विद्यालय चाहिँ आइसकेको छौँ। अब हेरौँ न
कस्तो आउँदो रहेछ। अब यहाँको चाहिँ अब भिडियोहरू यस्तो बनाउँ भनिरहेको थिएँ। ठिक छ, अब यस्तै अलिअलि मात्रै भिडियो बनाऊ, त्यस्तो म्याक्सिमम धेरै नबनाऊ है। ल ठिक छ, अहिले अगाडि पछाडिको भिडियो देखाउनुपर्छ। कालिका माध्यमिक विद्यालय ग्राउन्ड त छ, तर खोइ त केही खेल्ने त छैन त। आजको चाहिँ भ्लग यहीँ इन्ड गर्छु है। अँध्यारो नि परिसक्यो, अब चाहिँ ड्युटी जाने बेला नि भइसक्यो होइन। पछाडि चाहिँ हाम्रो राम सर हुनुहुन्छ, यसो जट्टा बनाउने भन्दै हुनुहुन्थ्यो। कपाल सर पनि डेन्जर पालेर बस्नुभएको छ। कहिलेकाहीँ चाहिँ बुद्धिस्ट जस्तो होइन, पुरै तपस्या गरेर बस्नुहुन्छ उता नुहाउनु जाने बेलामा। त्यहाँको भिडियो नि हालौँला बिस्तारै होइन। अनि आज चाहिँ मेरो भिडियो चाहिँ यहीँ इन्ड हुन्छ। अब अर्को भिडियो अर्कै भ्लगमा बनाउँला। ल आजलाई यतिमै भिडियो इन्ड गरौँ है।